तिमी जस्तै न्यानो अब हामी यहाँ साढे बोल रातभरिको घुमाएँ अन्त बिहान 2 बजीसम्म सुत्यो अनि निस्क्यो खाजा खानु होइन। अब चाहिँ मसरुम र एग आयो अर्डरमा, अब आउनै बाँकी छ। अन्त राइस लेमन टी आइसक्यो, अब नुडल्स आउन बाँकी छ हाम्रो अर्डर। आत्ती खाइसकेपछि बल्ल बल्ल आयो एउटा नुडल्स चाहिँ, अझै आउनु बाँकी छ एउटा। गाई छोरी चुप सेटअप। ल फाइनल्ली बल्ल 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 आधी घन्टाभन्दा बेसी पर्ख्यो होला, बल्ल आइपुग्यो। अनि खानु लागेको, भोकले मर्नु लागेको हामीहरू। गाइस राम्रोसँगले खाऊँ। केटीहरूले गमका गम बजाउँदैछ है, ड्याङ्का ड्याङ बजाउ बजाउ केटी हो, यही हो बेला। गाइस हामीले खाइसक्यौँ है फाइनल्ली। अब सबैजना उठ्नलाई रेडी छौँ। हेलो गाइजहरू, हामी चाहिँ खाजासाजा खाएर होइन अनि फिनिक्समा सपिङ गरेर पनि निस्किसक्यौँ। लगाइहाल्ने थियो अनि अब हामी चाहिँ मेरो बहिनीको पनि छुट्टी भएछ, जो बेलुका बेलुका भए पनि अनि ऊ चाहिँ आउँदैछ, उसलाई वेटिङ गरिरहेको छु। गाइजहरू खतरा छ कपालहरू। ल राम्रो छु गाइजहरू। फाइनल्ली आइपुग्यो कि कुर्ता लाएर, तर लास्टमा त कुर्तामा सठ्याक गर्दै लाएर आएछ हो न। एउटा ब्याग बोक्ने उयो बनाउँदा तिमीलाई नै देखाउने हो सबसे त। म चाहिँ के कालो आएको हो भन, कालो पो देख्छु त। मासुर नटेको न जुनी जुनीसम्म साथ रहने यस्तो साथी तिम्रो, यस्तो साथी तिम्रो बन्छु म। दुला दली पसेर पनि निस्किसक्यौँ हामी चाहिँ गएछौँ। छाडा होइन त्यो गीत हो। म चाहिँ आज काली काली महाकाली देख्दैछु हौ। छिटाउ न गाइजहरू, मायालुहरू। आज हामी चाहिँ दुलादालीतिर पस्नु थाल्यौँ है। अब के देखाउनु पर्यो? तिनीहरूलाई जोगटेर ल्याउ त। बोजू आयो केही हुँदैन, बाटो यसरी छोड्नु। दिनभरि घुम्यौँ डुल्यौँ अनि लास्टमा चाहिँ नाइट मार्केटदेखि टक्क हामी चाहिँ रुमतिर सवारी हुँदैछौँ, बहिनी र म। गाइजहरू हेर्नु होला हङकङको नाइट मार्केट। पोज दे त, अर्को पोज राम्रो छ है पोज चाहिँ। ल भिडियो गाइज